र हामीले चाहिँ बचपन याद दिलाउने है एकपल्ट है यसरी यो खनिउको पत्ता छ खनिउको पत्ता यसरी टिप्थ्यौँ है र खनिउको पत्तासँग चाहिँ यो खनिउको पत्ता भयो है खनिउको पत्तामा चाहिँ यो हेर्नु चाहिँ यसको दाना टिप्थ्यो होइन र यसरी टिपेर चाहिँ हामी चाहिँ के गर्थ्यौँ भन्दाखेरि अलिकति अप्ठ्यारो भयो यहाँनिर यी दुईटाको मिश्रण हामीले यसरी सानोमा चाहिँ यसरी खाने गर्थ्यौँ पोको पार्यो है यो चाहिँ हाम्रो औषधीय पौधाको रूपमा चिनिन्छ यसलाई होइन यसले चाहिँ के गर्छ भने हामीलाई इन्सोमिनिया अथवा निन्द्रा नलाग्ने रोगहरू जतिलाईमा चाहिँ है निन्द्रा नलाग्ने रोगहरूमा चाहिँ यसले चाहिँ राम्रो काम गर्थेछ है त्यसैले चाहिँ हामी पहिला खान्थ्यौँ सानोमा तर हामीलाई यसको वास्तविक यसको उयो चाहिँ थाहा थिएन रहेछ क्या र अहिले चाहिँ हामीले बालापनमा सानो हुँदाखेरि हामीले यस्तो किसिमको पान बनाएर खान्थ्यौँ जो चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुन्थेछ है र निन्द्रा नलाग्ने रोगहरू जस्तोको चाहिँ एकदमै राम्रो उपचार हुन्थेछ